अर्को बात हेलो गाइस, आज हाम्रो भगवान भिडियोमा के अरे फेरि स्वागतम छ। आज मैले चाहिँ सुषमालाई पनि ल्याएको छु हैन। अनि आज हाम्रो परिकारमा चाहिँ हैन लगभगमा पानीपुरी अनि ससेज अन्डा यो के भन्छ आलु चिप्स अनि यसलाई ब्ल्याक बिन नुडल्स मिटर। मलाई चाहिँ यसको नाम चाहिँ थाहा छैन। मैले आज सबभन्दा महँगो चाउचाउ भनेर खोजेर ल्याएको है गाइस। ल अब कोक हाल्न सुरु गरौँ। हलम 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 खाना भइसक्यो हामीलाई यहाँ। ओ फिस चाहिँ बवाल छ है। नभाग हो ल सुरु गरौँ सुषमा। ल अब केबाट सुरु गर्छौ? कोकबाट। म चाहिँ कोकबाट हैन, म चाहिँ यो है नयाँ परिकार हो यो हैन, अहिलेसम्म चाखेको छैन। म चाहिँ यसबाट सुरु गरेँ गाइस। ब्ल्याक बिन नुडल्स कौन है ये लोग? कहां से आते हैं ये? यसमा कागती छर्के भने अलिक मिठो हुन्छ गाइस। मलाई त थाहा छैन। ठिकै रहेछ टेस्ट है। ठिकै छ। पिरो छ त्यति नमिठो नि हैन। गुलियो गुलियो पिरो पिरो हल्का गुलियो मिक्स लगाउँदो रहेछ है। ल ससेज पनि ट्राई गरेँ गाइस। पसिना आइसक्यो यार, तातो भएर। अनि कुन तपाईले खानुभएको? जुन खाए पनि हुन्छ। यो प्लेट चाहिन्छ भनेको होइन, प्लेटको वास्तै गरेन। अब के गर्ने, यसरी खान्छ। मिठो हुँदो रहेछ है। अब अस्ति चाहिँ भाइलाई पनि गरेको थिएँ, भाइको मिसेस हो होइन। जस्ट नयाँ यो परिकार पनि मिठो लाग्यो, त्यति उता होइन है, ठिकै लाग्यो। जस्ट करेन्ट भन्दा हल्का पिरो, अझ योभन्दा पनि पिरो खानुपर्ने सोच गरेर यो लिएर आएको थिएँ होइन। अब त्यस्तो करेन्ट जस्तै त करेन्ट पनि यत्तिकै त पिरो हुन्छ त होइन। किन योभन्दा पिरो हुँदैन? कागज पनि खबै। अब यो चाहिँ अलरेडी आलु हालेको भएर पाल चाहिँ परिसकेको छ होइन। अब के भन्नु, त्यो पनि अब खाइदिन्छु। अब बर्बाद पानी थुप्पा। सरकार पिरो खाएर बेला नहर्छ नि हौ। असहज भने फेरि गयो त। यसमा चाहिँ अर्कै छ यसमा चाहिँ पढ्नु पक्कै हेर्छु म। गाइस यसमा चाहिँ अलिक चुहेको छ नि। पानीपुरी पनि दाम छ। चेस सुषमा, चेस गरिदिउँ। मैले अघि खाइसकेँ। चेस। कति धेरै अमिलो भएछ क्या पानीपुरीमा त। तर अमिलो भएकै मिठो हुन्छ गाइस। अन्डा खोर्सानी पनि थियो त। अर्को बात What do you think? वाक्कै गर्दैन।
तर बराबरले नै हुन्छ अलि धेरै छ भने यसमा धेरै खान कस्तो लाग्यो मलाई त त्यसले भयो डर भइसकेको छ यस्तो मिलाउँदै खानु त्यो चाउचाउ ठिकै छ यतिको भने अब यो चाहिँ पछि कति 3 हप्ता जस्तो भयो होला नबनाएको है बिजी भएर अब यो त लगभग त्यही धेरै अगाडिको बनाउनु पर्ने भिडियो हो होइन तर के भन्नु बिजी भएको भएर होइन त मामा पनि बित्नु भयो गरेर यताउता गरेर लगभगमा बनाउने फुर्सद पाइरहेको थिएन बल्ल आज लगभगमा फुर्सद पाएर बनाउँदैछु होइन जस्ट नयाँ प्रकारको मिठाई लागिरहेछ पानपुरी खुवाउ सुस्मा पुग्यो भने लेडिज मान्छेले पानपुरी नखाने भनेपछि त के काम लाग्यो त चिकन पनि हुन्छ है खानु चिकन हो कि मस्यौरा मस्यौरा जस्तै लाग्यो मलाई त खाइहेर्नु चाहिँ उयो हो र हो मस्यौरा जस्तै खास त है मासु नै हो मासु नै हो गाइस मासु नै मलाई चाहिँ मस्यौरा जस्तो लाग्यो तर यो लान्द्रो हो कि के बोले भाइ अब के बोले यो लान्द्रो हो कि के भन्ने चाहिँ सबै लामो छ क्या सिङ्गिङ नराम्रो शब्द चाहिँ होइन कैसे लोग रहते हैं यार यो त खाएकै होइन स्वाद परेर मजा आएन क्या पानी चाउचाउ पनि अगायो म त टन्न भयो अब यस्तो यति खान नसकेपछि हामीले यो लेग पिस अनि यो बर्गर पिज्जा खायो भने चाहिँ के गर्ला त यति पनि खानु नसक्यो अगाए मस लाग्दो रहेछ कि अलिक ससेज खाउँ न ससेज मस अलिक गुलियो फ्लेभर भएको भएर अलिक मस लाग्दो रहेछ त म त लगभग कले नै खा जस्तो भयो क्या त्यो कालो चाहिँ खतरा त्यो कालो चाहिँ खतरा जस्तो लाग्यो होइन त्यसको दाना पनि मोटो यत्रो मोटो थियो त्यो चाहिँ ल्याएर खानु मलाई चाहिँ त्यो चाहिँ खानु होला त्यसमा सक्दैन जस्तो लाग्यो पिरोबाट सक्छु पिरो त यो नि खासै पिरो त लागेन त्यो ठ्याक्कै परेन जस्तै क्या त्योभन्दा बढी चाहिँ छैन यदि खानु ल साँच्चै नखाने ठिकै छ मैले खाइदिन्छु खाने कुरा आउँदैन त्यत्रो पैसा पर्छ अन्त म चिप्स र एउटा ससेज खान्छु तपाईँ अरू खानु ओके पानीपुरी त्यसै मै खाइदिन्छु यार अब सक्दैन रहेछ सुषमा खान जाऊ लाग्छ त तर मिठो त मिठो लाग्यो तिमीलाई के मिठो लाग्यो
ससेज ससेज त अब मस्यौराको भइहाल्छ मिठो भइहाल्छ यो आलु चाहिँ मिठो होइन मिठो छ अनि वास्तवमा हुने हो भने होइन सबभन्दा बेस्ट यही हो अब यसमा पिरो खालि एकचोटि ल्याउनु पर्छ कति पर्छ होला है यसरी एउटा पिस मात्र हुन्छ है एक पिस मात्र हुन्छ होला है यसमा यस्तो गरेर है चट्ट लाएर यसरी आधी पारेर टक्क दिँदाखेरि यो त धेरै पिरो हुन्छ है सुषमा गरेर यसरी पिरो रहेछ भन्ने हुन्छ किन हाँस्छ हो त्यो त्यस्तै पिरो हुन्छ क्या मैले अहिले खाएको देखेँ हो मैले खाएको छैन अहिले खाएको देखेँ हो मिठो लाग्यो मलाई मैले भने मलाई सेम करेन्ट चाउचाउ खा जस्तो भयो होइन तर करेन्ट चाउचाउ र यसमा खासै मैले के डिफ्रेन्ट देख्न त पिरो चाहिँ खानु पऱ्यो यो पिरो खासै त्यस्तो पिरो चाहिँ लानु मलाई सुरुमा खाँदा एक चम्चा खानु पिरो भएको थियो पछि पिरो गाइस अब चाउचाउ नै लगभग सुषमाले खान खाएँ त मैले होइन थोरै मैले सकाएँ होइन अब पानीपुरी पनि नखाने भने त पानीपुरी पनि सकाउँछ है गाइस पानीपुरी चाहिँ खासै मलाई मिठो लाग्ने सुषमा ओस्यो कि यो आलु अगाडि राखेको त्यो पनि हो के अरे प्लाजा पानी आउँदैन अब त्यो फिल्ममा हुन्छ नि यसमा एकैचोटि माथि पुग्ला नि फेरि त्यो फिल्ममा पनि खान्छ एकैचोटि माथि पुग्ला नि गुच्चुकमा हाल्नु पर्ला यस्तो गरेर अन्डा खानु एउटा आज अन्डा पनि सँगै खाइन्छ भुसुका चाहिँ नहाल्नु नि गुच्चुकमा हालेर फेरि अन्डा पानीपुरी सबै नै यता त्यो होइन भुसुका पाक हान्दै अन्डा थिएन आँखा थियो त्यो होइन क्या भुसुका पाक हान्दाखेरि होइन त्यो कुराले अन्डा पारे जस्तो यस्तरी फुल गाइस फुल तो हाम्रो सुषमालाई चाहिँ अब कस्तो लाग्यो त्यो चाहिँ अब सुषमा कस्तो लाग्यो एकदम रमाइलो भयो होइन मलाई पनि मिठै लाग्यो अब किनभने लगभग हामीले सबै खायौँ मैले चाहिँ रमाइलो भयो लगभग सबै खाइसक्यौँ होइन अब कतिजनाले मेरो भिडियोहरू नहेरेर मान्छेहरूले चाहिँ मेरो के अरे भिडियोलाई चाहिँ लाइक अनि सब्सक्राइब गरेर लाइक शेयर अनि सब्सक्राइब गरिदिनु होला अहिलेको लागि बाई बाई छ गाइस चेस हत्तेरिका